आज माता तीर्थ औँसी यानि कि आमाको मुख हेर्ने दिन। आमा एउटा यस्तो शब्द हो जहाँ चाहिँ माया, ममता, त्याग, तपस्याले भरिपूर्ण भएकी देवीलाई हामीले आमा भनेर सम्बोधन गर्छौँ। यस्तै गरेर मेरो आमाले पनि मलाई 10 महिना पेटमा राखेर जन्माउनु भयो, यस संसार देखाउनु भयो। हरेक दुःख दर्द रात बिरात दिन रात घाँस मास नभइनिकन हामीलाई संरक्षण गर्नुभयो, हाम्रो आफ्नो शिक्षा दीक्षा दिनुभयो। यस्तै गरेर मेरा भाइ बहिनीहरूलाई पनि सबै आमाले संरक्षण दिनुभयो। म चाहिँ नि विशेष गरेर मेरो आमाप्रति आभारी छु र मेरो आमालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो आमाको प्रार्थनाको कारणले म लगायत मेरा छोराछोरीलाई पनि राम्रो भइरहेको छ। मेरो छोराछोरी पनि आफ्नो आफ्नो कर्म गर्दैछन्, बाहिर छन्, सबै मेरो आमाको प्रार्थनाद्वारा हो। मेरो आमाले बिहान उठेर सधैँ आँखा खोलेपछि हाम्रो लागि, मेरो छोराछोरीको लागि सधैँ प्रार्थना गर्नुहुन्छ। सायद यहाँहरूको आमाले पनि गर्नुहोला, तर मेरो आमाले सबैको आमाभन्दा पनि बढी प्रार्थना गर्नुहुन्छ। हरेक पल मलाई सम्झिनुहुन्छ, हरेक दुःख कष्टको लागि प्रार्थना गर्नुहुन्छ। प्रार्थना नगरिकन उहाँको दिनै बित्दैन। एक त मेरो मम्मी ड्याडी चाहिँ क्रिस्चियन हुनुहुन्छ, मेरो ड्याडीले पनि त्यति नै हामीलाई प्रार्थना गर्नुहुन्छ। हरेक पल हाम्रो लागि चिन्तित हुनुहुन्छ। खाँदा बस्दा हिँड्दा डुल्दा हरेक क्षण हामीलाई सम्झिनुहुन्छ। मेरो आमालाई जति मैले नमन गरे पनि, जति धन्यवाद टक्राए पनि कम हुन्छ। सायद मेरो आमाले गरेको ऋणलाई मैले कुनै जन्ममा तिर्न सक्दिनँ होला। मेरो आमालाई अझ आज म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो आमाको प्रार्थनाले गर्दा मेरा छोराछोरीलाई पनि सबै राम्रो भइरहेको छ। मेरो आमाको लामो आयु होस्, मेरो आमालाई कहिले दुःख नहोस्, मेरो आमालाई सधैँ सुख होस्, छोराछोरीको सबै राम्रो देखेर मेरो आमालाई सन्तुष्ट होस् भन्न चाहन्छु। यसै गरी आज आमाको मुख हेर्ने दिन विशेष भएको कारणले चाहिँ यति 2 शब्द मैले बोलिहालेँ। मेरो आमालाई फेरि पनि धेरै धेरै धन्यवाद दर्शन गर्दै यहाँहरू सम्पूर्णलाई माता तीर्थ औँसीको धेरै धेरै शुभकामना। अनि मेरो छोरीहरूले पनि मलाई बिहानै फोन गरे, गिफ्टहरू आउँदैछ पठाइदिए होइन। मेरो छोरीलाई पनि धेरै धेरै धन्यवाद। छोरी, तिमीहरूको लाइफ राम्रो होस्, भगवान्ले सधैँ तिमीहरूको साथ दिउन्, अझ प्रगतिको सुसमाचार सुन्न पाऊँ मेरो इच्छा छ। भगवान्ले तिम्रो सधैँ इच्छाहरू पुरा गर्नु, सुस्वास्थ्य रहन् भन्ने शुभकामना छ मेरो छोरीहरू अनि ज्वाइँहरूप्रति पनि धेरै धेरै धन्यवाद। मेरा ज्वाइँहरू पनि मैले दियो लिएर खोज्दाखेरि पनि भेटिन्न, त्यस्तो ज्वाइँहरू छन् मेरो। ज्वाइँलाई पनि भगवान्ले रक्षा गरून्, साथ दिउन्, सुस्वास्थ्यको कामना गर्दछु। फेरि पनि सबैलाई धन्यवाद दिँदै आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना। थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू सो मच।